फुल कसलाई दिन्छु ल ल ल ल ल यता फर्किनुहोस् त म्याम वाह वाह हेर्नु त गाई कति सलेनको जस्तैकै हेर्नु त आमा हेर्नु हेर्नु हेलो एभ्रिवान सबैजनालाई स्वागत छ रिस्ता युट्युब च्यानलमा सबैजना सन्चै हुनुहुन्छ होला हामी चाहिँ आज यो ठाउँलाई के भन्छ यहाँनिर ठाउँलाई विश्वदेवी हामी चाहिँ अहिले विश्वदेवी लिएर आइसकेका छौँ यो चाहिँ विश्वदेवी मन्दिर त होला नि हो विश्वदेवी मन्दिर लिएर आइसकेका छौँ यो चाहिँ बनाउँदै हुनुहुन्छ कि के हो जस्तो लाग्यो मलाई चाहिँ अनि हामी चाहिँ यो मन्दिरमा आइसकेका छौँ अनि हामी मन्दिर आइसकेका छौँ गाइज यतातिर पनि घुम्नलाई ठाउँ रहेछ यतातिर पनि कस्तो राम्रो राम्रो नि छैन अनि हामी चाहिँ साँझको टाइममा भ्लग स्टार्ट गर्दैछौँ अहिले चाहिँ बिहान के अरे साँझको चाहिँ 6 बजिसकेको छ हामी चाहिँ यसो बाहिर निस्केको थियौँ कि अनि भिडियो चाहिँ स्टार्ट गरिहालौँ कि भनेर चाहिँ गरिरहेको छौँ यतातिर जाऊँ न यहाँ चाहिँ यो ठाउँलाई चाहिँ विश्वदेवी मन्दिर भन्दो रहेछ हामी चाहिँ यहाँनिर आइसकेका छौँ यहाँ चाहिँ के हुन्छ भने बिहेहरू पनि हुन्छ कि के हो मन्दिर रहेछ सो एभ्रिवान अहिले भर्खरै ल्याउनु भयो मान्छे त्यो पोल्नु भएको छैन मान्छे पोल्नु ऊ यहाँनिर त हो र हजुर ए मैले फर्स्टचोटि देख्दैछु कि मान्छे त्यो भन्नु लाग्यो हजुर छेत्री बाबुको यहाँ पोल्छ मैले छेत्री बाबुको टेबुल लान्छु चाहिँ नदी बनाएर छुट्टा छुट्टै आफ्नो परम्परा छुट्टा पशुपति कुन यहाँ कुन छेत्री कुन साइज कुन दमै एउटै हुन्छ ए के अरे यहाँदेखि के पशुपति जान कति टाइम लाग्छ यहाँबाट अब लाग्छ नि 2 घन्टा 3 घन्टा जति हिँडेर जानलाई फेरि हामी चाहिँ भर्खर आएको छ यहाँ काठमाडौँ त्यति थाहा छैन हामी उता दाङ तुलसीपुरबाट हामी भयो 2-4 दिन भयो नाइ होइन घुम्न लागेको यहीँ दिजु बस्नुहुन्छ यहीँ नजिकै हो यो 3 थाना छ नि राउत गाउँ भन्छ त्यहाँ हजुर यहाँबाट हिँडेर गाडी पाइहाल्छ यहाँबाट के हो भने यहाँबाट गाडी चल्ने सुमो पाउँछ ऊ यस्तो गाडी त्यो होइन अर्को गाडी आउँछ बस पाउँछ चौताराबाट जुन चढ्ने हुन्छ रस्ता पार्ने उसमा ओर्लिने त्यही गेटमा सुन्दारा धरालोमा त्यहाँबाट गौशाला भन्छ गौशाला गएर ओर्लिने अनि त्यहाँबाट गौशालाबाट तल्दै जाने बाटो छ अनि पशुपति जाने बाटो पर सोध्नु आफ्नो साँझ पाएपछि अनि तल खोला बगर यस्तै खोला बगर छ मन्दिर छ हजुर घर पनि यही नजिकै हो मेरो घर त यतै हो यहाँबाट अलिक देखिँदैन यहाँबाट त्यहाँ गेट छ त्यो गेट छ अलिक यता यहाँनिर के भन्छ त यो ठाउँलाई यो ठाउँमा विष्णुदेवी भन्छ 3 थाना हो 3 थाना विष्णुदेवी भन्छ नपा 15 यतातिर पनि कस्तो राम्रो ठाउँ कस्तो अप्ठ्यारो रहेछ यहाँनिर कस्तो राम्रो ठाउँ तर यहाँनिर चाहिँ यता पछाडि चाहिँ मान्छेहरू चाहिँ उ गर्नुहुने रहेछ के अरे पोल्ने क्या हामीतिर चाहिँ पोल्नु भन्छ यतातिर चाहिँ के भन्छ खै अनि यहाँनिर चाहिँ मान्छे पोल्दो रहेछ अनि म हजुरलाई एकछिन देखाउँछु है अनि कस्तो कि अष्टमै लाग्यो मलाई त अहिले म हजुरलाई भिडियो देखाउनेवाला छु कस्तो राम्रो ठाउँ तर पनि आफ्नो हुँदो रहेछ कि अनि यता माथितिर चाहिँ
आफ्नो थर अनुसार पोल्नु पर्ने हुन्छ कि यतातिर। यता माथितिर चाहिँ कति परियार, यता बिचमा चाहिँ छेत्री, यता तलतिर चाहिँ के बाहुन भन्ने जस्तो मान्थेँ मैले। अगाडि बाजेले भन्नुहुन्थ्यो। तर ठाउँ चाहिँ राम्रो छ, बवाल छ है गाइज। एकछिनमा भेटौँ न ल।